सुखिनः सर्वे सन्तु निरामयाः। समादरणीय दर्शक वृन्दहरू, हरिओम। एस्टोरल युट्युब च्यानलको यस एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै आज मैले यहाँहरूमाझ हाम्रो मानव शरीरमा कुन नक्षत्रको प्रभाव शरीरको कुन भागमा रहेको हुन्छ, अर्थात् अश्विनी आदि 27 नक्षत्रहरूमध्ये कुन नक्षत्र पीडित हुँदाखेरि शरीरको कुन भागमा रोग लाग्ने सम्भावना यानी त्यो भाग कमजोर रहन्छ भन्ने सन्दर्भमा सामान्य जानकारी दिन गइरहेको छु। मलाई आशा छ भिडियोहरू अन्त्यसम्म हेरेर नयाँ सदस्यहरूले च्यानल सब्स्क्राइब गर्नुहुनेछ भने भिडियोलाई सेयर, लाइक र कमेन्ट गरी हामीलाई हौसला बढाउने काम पक्का गर्नुहुनेछ। भन्दै लागौँ विषयवस्तुतर्फ। दर्शकवृन्द, नक्षत्रको शरीराङ्गमा प्रभाव भनिएको छ। कृत्तिका नक्षत्रले हाम्रो शिर, कृत्तिका नक्षत्र यदि पाप प्रभावमा छ भने शिरमा रोग लाग्ने सम्भावना अथवा शिरको भाग कमजोर रहने सम्भावना रहन्छ। त्यसैगरी रोहिणी नक्षत्रले निधार, मृगशिरा नक्षत्रले आँखी भाउ, त्यसैगरी आर्द्रा नक्षत्रले हाम्रो आँखा, पुनर्वसु नक्षत्रले नाक, पुष्य नक्षत्रले चेहरा, अश्लेषा नक्षत्रले कान, मङ्गाले ओठ र चिउडो, त्यसैगरी पूर्व फाल्गुनी नक्षत्रले हाम्रो दाहिने हात, उत्तर फाल्गुनी नक्षत्रले देब्रे हात, हस्त नक्षत्रले हातका औँलाहरू, चित्र नक्षत्रले हाम्रो गला, स्वाति नक्षत्रले हाम्रो फोक्सो, विशाखा नक्षत्रले बच्चे स्थल यानी हाम्रो छाती, अनुराधाले उदर यानी पेट, ज्येष्ठ नक्षत्रले बच्चेको तल दायाँ भाग भनिएको छ, छातीको तलपट्टिको दायाँपट्टिको पोखा। ज्येष्ठले भने मूल नक्षत्रले फेरि बच्चेको तल बायाँ भागको प्रतिनिधित्व गर्ने। त्यसैगरी पूर्वाषाढा नक्षत्रले हाम्रो पीठ भाग यानी पिठ्यौँ, त्यसैगरी उत्तराषाढा नक्षत्रले कम्मरको तल्लो भाग हेर्ने। त्यसैगरी श्रवण नक्षत्रले गुप्ताङ्ग, धनिष्ठ नक्षत्रले मलद्वार यानी गुदा, त्यसैगरी शतभिषा नक्षत्रले दायाँ खुट्टा, पूर्व भाद्रपद नक्षत्रले बायाँ खुट्टा, उत्तर भाद्रपद नक्षत्रले पिडौलाको अघिल्लो भाग, रेवतीले घुँडा र एडी हेर्ने। त्यसैगरी अश्विनी नक्षत्रले पैतालाको माथिल्लो भाग र भरणी नक्षत्रले पैतालाको तल्लो भाग यानी पैताला भागलाई प्रतिनिधित्व गर्ने भनिएको छ। यसरी जुन नक्षत्रमा शुभ ग्रहको गोचर छ त्यो नक्षत्रसँग सम्बन्धित भाग पनि पुष्ट हुन्छ भने जुन नक्षत्र पाप प्रभावमा छ, पाप ग्रहद्वारा ग्रसित छ, त्यस्तो भागमा परेको नक्षत्र शरीराङ्ग कमजोर नै रहन्छ भन्ने सन्दर्भमा विषय उठान गरेँ। भिडियो कस्तो लाग्यो महत्त्वपूर्ण कमेन्टको अपेक्षा गर्दै अर्को एपिसोडमा भेटौँला। हस्त, हरि ओम।